गाइस बाटो हेर्न सक्नुहुन्छ धुलै धुलो गाइस गाउँघरको बाटो यस्तै हो कोही ठाउँमा चाहिँ प्लास्टर गरेको छ कोही ठाउँमा गरेको छैन गाउँघरको बाटो यस्तै हुन्छ तर हल्का धुलो छ धुलो बाइकमा बस्नेले कस्तो धुलो हुन्छ होला यस्तो धुलो बाटोमा अहिले चाहिँ म बगानबाट आएको अनि गाउँ जान लाग्थेँ मैले साथीहरू यता हेर्न सक्नुहुन्छ हामीलाई यता हेर्न सक्नुहुन्छ म पनि यता छु हामी चाहिँ अहिले डुलेर जान लाग्यो घरतिर म चाहिँ गाडीमा जाने भनेको थिएँ र साथीहरू भेटेर म साथीहरूसँग जाँदैछु मेरो साथीहरू फेरि खतरा छ कि हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ मेरो पछाडि आयुष साथी पनि छन् बसिरहन् हेलो भन हेलो यता बोल क्यामेरा त उता फर्क्यो ठाउँ हेर्नु गाइसहरू ठाउँ हेर्नु ए आमा गाइस ठाउँहरू हेर्नु खोलामा चाहिँ माछा मार्दैछन् यस्तो जाडो महिनामा पानीमा पस्न त सकिन्न गाइस हामी यता पस्ने चाहिँ गेट छ यता पस्यो हामी चाहिँ पुरै गल्लीतिर हिँड्छौँ गाउँको रोड अलि खत्रै बवाल बनाएको क्या अहिले चाहिँ स्पिड ब्रेकर हेर्नु गाइस कत्रो ठुल्ठुलो बनाउँछ झ्याउलाउँछ कि स्पिड ब्रेकरै कत्रो ठुलो बनाउँछ यार कोही ठाउँमा त पिछै गरेको छैन यस्तो अफ रोडमा हिँड्नु परेछ यस्तो जङ्गलको हामी चाहिँ 3 जना चाहिँ बाइकमा हिँडेको हामी आज मात्र भेटेको नभए त अरू बेला त छुट्टै हुन्छ एउटा साथी गाउँमै बस्छ अनि एउटा बाग्लुङ पछि पखाएर बस्छ आज 3 जना एकै ठाउँमा छ कस्तो रमाइलो भइरहेछ राख्नु होला लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस हेर्न सक्नुहुन्छ यस्तो छ हाम्रो ठाउँ गाइस माथिबाट ढुङ्गा आयो भने के होला माथि जान पाए मजा आउँथ्यो कि कहाँ पुग्छ माथिबाट हामी चाहिँ यहाँबाट तल लागेको छ मैले यहाँ त स्पिड ब्रेकर नि बनाउँदो रहेछन् फर्स्ट टाइम देखेँ यार गाउँको बाटोमा स्पिड ब्रेकर मैले चाहिँ यहाँ पनि रहेछ स्पिड ब्रेकर यस्तो नराम्रो बाटो नि स्पिड ब्रेकर बनाउनु पर्ने कसले कुदाउँथ्यो र यस्तो बाटोमा हामी जस्तै हरामी आयो भने मात्र कुदाउँछ होला यार यस्तो बाटोमा पुलबाट घर जाँदै हौँ माछा मार्दै हौँ रहेछ त प्लास्टर नहरेको भयो नि तर बिहान त चिप्लो हुन्छ गाइस यस्तो बाटोमा त दाइले उडाइदिनुहुन्छ दिउँसो दाइले उडाइदिनुहुन्छ उडाउने होइन फेरि धुलो आयो त सुकेर धुलो भयो रहेछ उकालो है यता चाहिँ ठाडै सिधै हो त सिधै त हो कटाएर जाने हो सिधै माथिबाट जाऊँ न माथिबाट जाऊँ कि है सिधै ओडानदार तिरबाट पनि थियो टाटा नुनथाला तिरबाट जाऊँ न नुनथाला तिरबाट हेर्न सक्नुहुन्छ उताको भ्यू रमाइलो छ हामी गाउँतिर आउनु रमाइलो छ एकदम धेरै रमाइलो छ एक्लै नआउनु होला साथीहरू लिएर आउनु आफै रमाइलो हुन्छ साथीहरूले के गर्छ
मनोरञ्जन गर्छ नि हेर रमाइलो भइरहेको छ मलाई पनि हेर गाइस त पारीको गाउँ हेर्न सक्नुहुन्छ भर्खरै धन्नै उडेन गाडी बाइक कताबाट गयो नि यहाँ चाहिँ गिट्टी छ यहाँ चाहिँ कुदाउनु हुन्न सन्चिन हाल्नुपर्छ देख्न सक्नुहुन्छ उहाँ पहाडी हो हाम्रो घर चाहिँ पहाडी हो हामीले देखियो त क्यामेरामा देखियो होइन ऊ त रातो लाउँदिस् वीरेन्द्र अङ्कल घर रेसाको बाटो भनेको यहीँसम्म मात्र बनाएर रहेछ तर उता त्यस्तो नराम्रो नि छैन अहिले चाहिँ हामी तल नुनथाला तल छौँ स्कुल थियौँ तिनजना साथीहरू आएको कति बेला बजारबाट गाउँ पुग्यो त्यो नि थाहा भएन उडे 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 उड्यो कत्रा चिल बस्यो त्यो सलिएको रूपमा यहाँबाट तल सिधै बजार पुग्छ गाइड रोक्ने र बजारको एकदम भर्खर दुध खाने बच्चा दुध खाएर हुर्केर नि हट्टा कट्टा छ नि हाम्रो दिउँसो पाइएन हामी चाहिँ फेरि बेलुका हामी कति 9-10 बज्छ होला फेरि हामी बजारतिर चलिरहेको तर बाइकमा चाहिँ छिटो हामीले च्यालेन्ज गरे जस्तो त्यसले त्यो बोट्या हामीले च्यालेन्ज गरेको बाइक चेकिङ छ लच्छुको अहिले बागलुङमा भ्यू हेर्नुपर्छ हामी चाहिँ फेरि फर्केर आएको हेलमेट लगाउँदै सबैटी यहाँ चाहिँ बागलुङले पानी खान्छन् अर्ग्यानिक बागलुङको मान्छे कहिले बिरामी हुन्न कि गाई त्यो एम्बुलेन्स देख्नु भयो एम्बुलेन्स कोही बिरामी भएन त्यही भएर यत्तिकै फालिदिएको त्यो एम्बुलेन्स त्यो एम्बुलेन्स हो गाई त्यो चाहिँ ओटा खान्थ्यो बाइक बाइकलाई हेरिरहेको थियो बाइकले कामले भेटाउन सक्दैन
गाजाको पाउ ओइ गाजाको पाउका अहिले हाइवे बना पुरै अनि झिउस विकास गर्दैछ हाम्रो बाटो डोजर रहेछ ल चाँडो हुन लाग्यो रोकेको रहेछ मान्छे त रहेछ भन्दै रहेछ डोजरले विकास गर्दैछ अहिले हाम्रो गाउँको बाटो पनि गाडी फुटेको प्लिज गरे गाउँको बाटो त्यहाँबाट माथि जानुपर्छ हाम्रो गाउँ आउनलाई त्यहाँबाट यस्तो छ गाइस हाम्रो गाउँको बाटो हेरौँ यस्तै छ कति बेला कता पुग्ने थाहा पनि छैन हाम्रो गाउँको बाटो थ्याङ्क यू फर वाचिङ माई भिडियो अहिले चाहिँ जाडो छ हजुर पनि सुत्नु होला म पनि भर्खरै खाना खाएर सुतेको ल बाई गाइजहरू मलाई